नमस्कार। मेरो कथाको शीर्षक रहेको छ एक गुरु र शिष्य। एक समयको कुरा हो। गुरु र शिष्य जङ्गलको बाटो हुँदै कतै जाँदै थिए। उनीहरू जङ्गलमा हिँड्दै गर्दा केही पर पुगेपछि गुरुले एउटा सानो भर्खर रोपेको बिरुवा शिष्यलाई देखाउँदै भन्नुभयो, "जाऊ त गएर त्यसलाई उखेल।" शिष्य अचम्म पर्दै के भन्नुभएको होला, त्यस्तो सानो बिरुवालाई उखेल्न त के नै गर्नुपर्छ र भन्यो र गएर यसो समातेर उखेलियो। सजिलैसँग त्यो बिरुवा उखेलियो र त्यहाँबाट गुरु र शिष्य अगाडि बढे। केही पर पुगेपछि गुरुले चाहिँ एउटा त्योभन्दा पहिलेको भन्दा अलि ठुलो बिरुवा देखाउँदै शिष्यलाई, "जाऊ त गएर त्यसलाई उखेल" भन्नुभयो। शिष्यले भइहाल्छ नि भनेर हल्का तान्ने बित्तिकै त्यो बिरुवालाई पनि सजिलैसँग उखेल्यो। शिष्यले मनमा नै सोचिराखेको थियो, किन आज गुरुले बिरुवा उखेल भन्नुभएको होला, त्यस्तो जाबो बिरुवा त मैले उखेलिदिइहालेँ नि भनेर ऊ गदगद हुँदै अगाडि बढ्दै थियो। केही लामो यात्रा गरिसकेपछि गुरुले पहिलेको दुईटा बिरुवाभन्दा अलि ठुलो बिरुवा देखाउनु भएर, "जाऊ त त्यसलाई गएर उखेल" भन्नुभयो। शिष्यले अलि बल लगायो। पहिलेको सानो बिरुवालाई जति बल लगाएको थियो त्योभन्दा अलिकति उसलाई बल लगाउनु पर्यो र उसले अलि बल लगाएर उखेल्यो। ऊ सफल भयो। अनि ऊ मनमा नै खुसी हुँदै हिँडिरहेको थियो। गुरुले के भन्नुभएको होला, बिरुवा उखेल भनेर, मैले त सजिलै उखेलेँ भनेर ऊ खुसी हुँदै गइरहेको थियो। त्यसपछि फेरि आफ्नो यात्रा निरन्तर गर्दै गुरु र शिष्य अगाडि बढिरहेका थिए। लामो यात्रापछि एउटा जङ्गलमा ठुलो रुख, पिपलको रुख भेटियो। गुरुले शिष्यलाई देखाउँदै, "हेर त कति ठुलो रुख रहेछ, जाऊ त गएर त्यसलाई उखेल" भनेर भन्नुभयो। अब शिष्य अचम्मित भयो। के भन्नुभएको गुरुले? यत्रो ठुलो रुखलाई मैले कसरी उखेल्न सक्छु? यसलाई त मैले हल्लाउन पनि सक्दिनँ। ऊ अचम्ममा पर्दै गुरुलाई भन्यो, "गुरु, के भन्नुभएको तपाईँले? यत्रो ठुलो रुखलाई मैले कसरी उखेल्न सक्छु र?" अनि गुरुले मुस्कुराउँदै भन्नुभयो, "हो, आज म तिमीलाई केही शिक्षा दिन जाँदैछु। तिमीले पहिलेका साना साना बिरुवाहरूलाई सजिलै उखेल्न सक्यौ भने अब यो ठुलो रुखलाई तिमीले उखेल्न सक्दैनौ। किन भन्दाखेरि ती साना साना बिरुवाबाट कति वर्ष लगाएर यो रुख आज यत्रो भएको हो, यो एकैचोटि यत्रो ठुलो भएको होइन।" अब शिष्यले